आदरणीय सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा ख्रिस्ट येशूको पवित्र नाममा जय मसीह, जजलपा अनि नमस्कार। आज संसारभरि एकदमै क्रिसमसको माहौल छ र म आज विशेष गरी ख्रिस्ट जन्मोत्सवको उपलक्ष्यमा देश विदेशमा भएका र हाम्रै नेपाल देशमा भएका सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई ख्रिस्ट येशूको पवित्र नाममा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। हाम्रो लुबु ख्रिस्टीय मण्डलीको तर्फबाट म पास्टर प्रेम कृष्ण महर्जन मेरो परिवारको तर्फबाट तपाईहरुलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। क्रिसमस एकदमै नजिक आइरहेको छ र क्रिसमस हामी मनाइरहेका छौं र आज क्रिसमस मनाउँदै गर्दाखेरि हामीले याद गर्नुपर्ने धर्मशास्त्रको एउटा वचन छ। आज दाउदको शहरमा एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रिस्ट प्रभु हुनुहुन्छ। अनि स्वर्गदूतहरूले परमेश्वरलाई महिमा दिए, स्तुति गर्दै प्रशंसा गर्दै यसो भनेका थिए, सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ तिनीहरूलाई शान्ति। आदरणीय सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई म परमेश्वरको नाममा शान्ति बोल्दछु र तपाईँ जुन ठाउँमा हुनुहुन्छ त्यही ठाउँमा तपाईको जीवनमा परमेश्वर प्रभु येशू ख्रिस्टको नाममा शान्ति मिलेको होस् र उहाँ ख्रिस्ट येशू तपाईको हृदयमा वास गरून्। र यही 2025 सालको क्रिसमसको उपलक्ष्यमा फेरि पनि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र नयाँ वर्ष 2026 सालको पनि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र तपाईहरुको जीवनमा यो नयाँ वर्षमा शान्ति, आनन्द, खुशी, रमाहट र समृद्धि प्रभु येशू ख्रिस्टले दिउन् भनी शुभकामना व्यक्त गर्न चाहन्छु लुबु ख्रिस्टीय मण्डलीको तर्फबाट र म पास्टर प्रेम कृष्ण महर्जन र हाम्रो परिवारको तर्फबाट हार्दिक फेरि पनि शुभकामना व्यक्त गर्दछु। धन्यवाद। जय मसीह, जय जलपा, नमस्कार।